नमस्कार। यो 2-3 हजार मिटर उचाइमा हुने सल्लो प्रजातिको रुख, यता हामी ठिङ्गिनी सल्लो भन्छौँ। हेर्नुहोस् यो निकै अग्लो हुन्छ, काठको लागि एकदम उपयुक्त मानिन्छ। यो टिकाउ पनि हुन्छ, काठ बनाउनको लागि रुख पनि बनेको हुन्छ। यो अलि तल्लो बेल्टामा हुन्न, माथिल्लो बेल्टा अलि हाइटमा, लगभग यहाँ कति छ, 2500-2600 मिटर छ यो ठाउँको उचाइ। यसमा यसरी मजाले यो ठिङ्गिनी बारी पुरै चारैतिर जता हेरे पनि सल्लै सल्ला ठिङ्गिनी सल्लाहरू हेर्नुहोस् कति मजाले हुर्किरहेछन्।